एकदम सिम्पल प्रब्लम लाइक 217 नम्बरको प्रब्लम छ कन्टेन्ट्स डुप्लिकेट भन्ने त्यो प्रब्लम हेर्छौँ है त। सो पहिला त क्वेसनले के भनेको छ एकदम शान्त भएर पढौँ त। गिभन इन इन्टिजर एरे नम्स रिटर्न ट्रु इफ एनी भ्यालु एपियर्स एट लिस्ट ट्वाइस इन द एरे। एट लिस्ट ट्वाइस भनेको छ है। एन्ड रिटर्न फल्स इफ एभ्री एलिमेन्ट इज डिस्टिङ्क्ट भनेको चाहिँ यदि एरेमा चाहिँ कुनै पनि नम्बर रिपिट भएको छ भने चाहिँ इट हैज़ गट डुप्लिकेट, त्यस्तो केसमा चाहिँ हामीले ट्रु रिटर्न गर्नु पर्यो। यदि कुनै पनि नम्बर चाहिँ रिपिट भएको छैन, सबै नम्बरहरू चाहिँ युनिक छ भने चाहिँ त्यस्तो केसमा चाहिँ हामीले आउटपुट फल्स दिनु पर्यो। सो यसलाई चाहिँ यसको चाहिँ अप्टिमाइज सोल्युसन एकदम बेस्ट सोल्युसन भन्दा पनि सबभन्दा पहिला चाहिँ इफ यु आर लर्निङ लाइक जस्ट टु लर्न लाइक हुन्छ नि लिड कोड भर्खर सुरु गर्नु भएको छ भने चाहिँ आई सजेस्ट यु टु स्टार्ट फ्रम बेसिक सोल्युसन भनेको एकदम सिम्पल होइन। लुप लाएर गर्नुहुन्छ कि अथवा ब्रुट फोर्स जसरी हुन्छ लाइक यु सल्भ इट एनी हाउ, जसरी हुन्छ सल्भ गर्नुहोस्। अब पहिला हामी चाहिँ एउटा सिम्पल सोल्युसन जसको चाहिँ टाइम कम्प्लेक्सिटी एकदम हाई होस् मतलब भएन, तर सिम्पल सोल्युसन सल्भ गर्छौँ। त्यसपछि त्यसलाई हामीले कसरी चाहिँ अप्टिमाइज गर्न सकिन्छ भन्ने कुरा हेर्छौँ हामी है त। फर्स्ट सिम्पल सोल्युसन के हुनसक्छ, लेट्स से एउटा फङ्सन बनाऊ, फङ्सन चाहिँ लेट्स से ओके यसलाई हामी ह्याज डुप्लिकेट भनेर बनाऊँ। यसमा चाहिँ हामी के पास गरौँ, नम भन्ने चाहिँ एरे पास गरौँ क्या, नम भन्ने एरे पास गरौँ। यसले चाहिँ के गर्नु पर्यो भने अब यसले चाहिँ यदि डुप्लिकेट छ भने चाहिँ ट्रु रिटर्न गर्नु पर्यो। अब डुप्लिकेट छ कि छैन कसरी पत्ता लगाउनु, पहिला हामीले चाहिँ लाइक लेट्स से काउन्टर भन्ने एउटा सामान्य बनाइदिउँ। अनि फर एक्स इन अथवा फर आई इन नम गरिदिउँ। अनि त्यसपछि फर जे इन नम। म सिम्पल चाहिँ लाइक गरेको छु ल, भनेको ब्रुट फोर्स तरिकाले गरिरहेको छु भनेको चाहिँ हरेक इलिमेन्टलाई इटिरेट गर्ने। अब जस्तो वान आयो भने अब अर्को वान छ कि छैन भनेर हामी चेक गर्छौँ। अर्को वान अब यो दुईचोटि इटिरेट हुन्छ, दुईचोटि इटिरेट भएपछि चाहिँ एकचोटि त स्योर भेट्छ त्यसले। हामीले चाहिँ इफ काउन्टर इज रिपिटेड ट्वाइस अर नट भनेर हेर्नु पऱ्यो है त। भनेको इफ आई इक्वल्स टु, अब यो केसमा चाहिँ इफ जे नम्स गर्दाखेरि चाहिँ अब इफ आई इक्वल्स टु जे भन्नु भने चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि काउन्टर चाहिँ इक्वल्स टु काउन्टर प्लस 1 गर्नु हो। अब यो केसमा चाहिँ होइन, अब यो केसमा चाहिँ अब यो फर लुपबाट भन्दा चाहिँ इफ काउन्टर चाहिँ 2 भन्दा भनेको चाहिँ अथवा काउन्टर चाहिँ 1 भन्दा बढी भयो भने चाहिँ सिधै हामीले चाहिँ रिटर्न के गर्न सक्छौँ, ट्रु गर्न सक्छौँ। भनेको डुप्लिकेट भेट्यो होइन। अनि यसलाई चाहिँ नत्र अब काउन्टरलाई चाहिँ फेरि इनिसियलाइज गरिदिन सक्छौँ 0 मा। अब इल गो अन रिपिटिङ। अब यदि यो पुरैमा पनि डुप्लिकेट भेटेन भने चाहिँ के गर्न सक्छौँ, हामीले रिटर्न फल्स गर्न सक्छौँ। अब हामीले चाहिँ यसलाई लेट्स से यो फङ्सनमा चाहिँ पास गरी हेरौँ होइन, एउटा एरेलाई पास गरी हेरौँ ल। प्रिन्ट लेट्स से हाज डुप्लिकेट भित्र चाहिँ हामी के हालौँ भन्दाखेरि ओके एउटा सिम्पल यही एरे लिउँ न होइन। ओके यो एरे लिउँ। सो यो एरेमा चाहिँ के छ, 2 डुप्लिकेट छ भनेपछि यसमा पास गऱ्यौँ भने यसले चाहिँ हेज टु प्रिन्ट ट्रु, किनभने इट हेज गट डुप्लिकेट्स। अब हामीले यो 2 हटायौँ भने चाहिँ के हुन्छ, फल्स दिन्छ यसले, इट इज गिभिङ फल्स भनेपछि यो कोडले त काम गर्यो, तर यसको कम्प्लेक्सिटी कति भयो त भन्दाखेरि n स्क्वायर भयो। भनेको यो 2टा लुप लागेको छ भने चाहिँ इट्स अ भेरी ब्याड वे अफ सल्भिङ दिस प्रब्लम। अब यसको अप्टिमाइज सोल्युसन के हुनसक्छ त भने अब यहाँहरूमै सिम्पल म यही फङ्सनलाई एड गर्छु। यो नम भन्ने चाहिँ एरे हो होइन। यो यसलाई हामीले सेटमा कन्भर्ट गऱ्यो भने के हुन्छ भन्दा सेट विल नट टेक एनी डुप्लिकेट्स भ्यालु होइन त। भनेपछि यदि हामीले सेटमा कन्भर्ट गऱ्यो भने चाहिँ यो 2लाई चाहिँ एकचोटि मात्रै लेखिन्छ है त। जस्तो नमलाई चाहिँ हामीले सेट सिम्पल
ओके यसलाई चाहिँ हामी नम भन्दा नि टेम्प भनेर राखौँ अहिले अब लाइक टेम्पोररी तरिकाले टेम्प इक्वल्स टु सेटमा कन्भर्ट गऱ्यौँ हामीले है सेटले चाहिँ डुप्लिकेट भ्यालु लिँदैन भनेको छु मैले होइन सेट नम गऱ्यौँ अब यदि हामीले इफ सिम्पल है त अब यसलाई यो पुरै के ओके अब हामीले के गर्न सक्छौँ इफ होइन टेम्प ल काउन्ट गरौँ है त लेन अफ टेम्प होइन भनेको टेम्पको नम्बर इज इक्वल्स टु लेन अफ नम गरौँ होइन भनेको डुप्लिकेट छ भने त्यसले हटाइदिन्छ हटाएपछि एउटा नम्बर के घट्ने भयो जस्तो यहाँबाट 2 2 हटाइदियो भने के हुन्छ भन्दाखेरि 2 हटाइदियो भने त एउटा घट्यो नि त 1 2 3 4 5वटा हुनुपर्नेमा 4वटा मात्रै भयो त्यो कारणले गर्दाखेरि एउटा नम्बर घट्छ यसले त घट्यो भने चाहिँ के थाहा हुन्छ भने डुप्लिकेट छ भन्ने थाहा हुन्छ यस्तो यदि एउटै छ भने चाहिँ एउटा पनि डुप्लिकेट छैन ह्याज डुप्लिकेट्स भन्दाखेरि यसमा चाहिँ रिटर्न फल्स गर्नु पर्यो नत्र भने रिटर्न के गर्नु पर्यो ट्रु गर्नु पर्यो अब यसले फेरि काम गरिरहेको छैन हेरौँ यसले फल्स गरिरहेछ किन भन्दाखेरि इट हेज गट नो एनी डुप्लिकेट्स अब हामीले लेट्स से 5लाई रिपिट गरिदिउँ यसले के गर्छ अब ट्रु गर्छ भने चाहिँ दिस इज द बेस्ट वे अफ सल्भिङ दिस प्रब्लम मैले दुई तरिकाले सल्भ गरेँ त्यही भएर पहिला तपाईँहरूले चाहिँ सिधै बेस्ट तरिकाले गर्छु भनेर भन्दा पनि पहिला सल्भ गर्न सिक्नुहोस् एनी हाउ हुन्छ तपाईँलाई जसरी आउँछ त्यसलाई सल्भ गर्नुहोस् त्यसपछि यु हेभ टु फाइन्ड द बेस्ट वे टु सल्भ दिस प्रब्लम अनि त्यसपछि चाहिँ लाइक बिस्तारै बिस्तारै चाहिँ अप्टिमाइज प्रब्लमको बारेमा गर्ने अथवा अप्टिमाइज प्रब्लम गर्ने बानी चाहिँ हुँदै जान्छ अहिलेको लागि चाहिँ यो अब अर्को क्वेसन चाहिँ हामी अर्को भिडियोमा हेर्छौँ है त थ्याङ्क यू